दर्शक नमस्कार सम्पूर्णमा आज पनि हामी नेपाली हिमाल हनुमान युट्युब च्यानलमा हजुरहरूलाई नै सम्झना कोसिलीहरू लिएर आएका छौं। यसमा सम्झना कोसिलीमा सर्वप्रथम सबभन्दा पहिले मैले नै आफैले लेखेको एउटा गजल तपाईहरुलाई सुनाउन चाहन्छु। रंगीन त्यो दिनहरू कस्तो मिठास थियो, सपना पनि हाँस्ने आकाश पनि बोल्ने थियो। पाखामा फूलको लहर, हावामा गीत, मनमा बस्ने नदी थियो निश्चल र प्रिय। बेलुकीको जुनमा कथा टाँसिएको, तारा र सम्झनामा नाम लेखिएको, मित्रताको हात, माया भरिएको नजर, उही क्षणहरू थिए संसारको सबैभन्दा सुन्दर। आज ती दिनहरू तस्बिर चाहिँ बनेर बसेका छन्, सम्झनामा आयो कि मनको ढोका खड्किन्छन्। सम्झनामा आयो कि मनको ढोका खड्किन्छन्। समयले टाढा पुर्याएर पनि रंग अझै हराएन। रंगीन त्यो दिनहरू हृदयको कागजमा सधैं झल्किरहन्छन्। रंगीन त्यो दिनहरू हृदयको कागजमा सधैं अल्झिरहन्छन्। हजुर, यो मेरो छोटो आफ्नो शब्द शैलीमा लेखेको गजल थियो र आज पनि जीवन लामा 5 कफन नगरपालिका वार्ड नम्बर 8 संघ सभा हाल मलेसियामा हुनुहुन्छ। उहाँले लेखेर पठाउनु भएको छ एउटा गजल, जुन गजल अब अमृताजीले वाचन गरेर सुनाउनु हुनेछ। आज भोलि मौनतामा जलेछु म कता कता। आज भोलि मौनतामा जलेछु म कता कता। चतुरेको छल परे छलेछु म कता कता। चतुरेको छल परे छलेछु म कता कता। आज भोलि मौनतामा जलेछु म कता कता। काल रात्रि भयंकर अन्धकारमा दीप बने। यो काल रात्रि भयंकर अन्धकारमा दीप बने। काल रात्रि भयंकर अन्धकारमा दीप बने। भित्र भित्रै सल्किदिँदा, भित्र भित्रै सल्किदिँदा बलेछु म कता कता। भित्र भित्रै सल्किदिँदा बलेछु म कता कता। चतुरेको छल परी छलेछु म कता कता। तिम्रो मन मझेरीमा, तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियो। तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियो। तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियो। भिर पाखा चट्टानमा फलेछु म कता कता। भिर पाखा चट्टानमा फलेछु म कता कता। भित्र भित्रै सल्किदिँदा बलेछु म कता कता। साथ दिने हात छुड्दा, साथ दिने हात छुड्दा बीचमै यात्रा टुङ्गिदियो। साथ दिने हात छुड्दा बीचमै यात्रा टुङ्गिदियो। हिँड्दा हिँड्दै खुट्टा कामे
गले छु म कता कता हिँड्दा हिँड्दै खुट्टा कामे हिँड्दा हिँड्दै खुट्टा कामे गले छु म कता कता भिर पाखा चट्टानमा फले छु म कता कता वचन बार हानिदियो गजलको अन्तिम शेर वचन बार हानिदियो आहा वचन बार हानिदियो आहा यो मन चस्स दुख्यो वचन बार हानिदियो आहा आहा यो मन चस्स दुख्यो वचन बार हानिदियो आहा यो मन चस्स दुख्यो किला काटी ठोकिदियो ढले छु म कता कता वचन बार हानिदियो आहा यो मन चस्स दुख्यो किला काटी ठोकिदियो ढले छु म कता कता किला काटी ठोकिदियो प्रिय किला काटी ठोकिदियो ढले छु म कता कता हिँड्दा हिँड्दै खुट्टा कामे गले छु म कता कता आज भोलि मौनतामा जले छु म कता कता चतुरेको छल परी छले छु म कता कता छले छु म कता कता जीवन लामा शङ्ख सदा 5/8 चुङखुरुङ हाल मलेसिया। त्यसै गरी अर्को गुल्मी इस्मा गाउँपालिका 6बाट हरि खत्रीजीले आफ्नो मनका भावनाहरू पोख्दै गजल लेखेर पठाउनु भएको छ। उहाँको गजल रहेको छ परदेशी भए म, वाचन गरेर सुनाउन चाहन्छु। परदेशी भए म घरको सम्झनामा यो मन जल्दछ, परदेशी भए म घरको सम्झनामा यो मन जल्दछ, परिवारको मुख मनको भित्तामा पल्दछ, परिवारको मुख मनको भित्तामा पल्दछ, सहरको बत्ती परदेशको चमक सबै, गाउँको धुलो त्यो नै मनमा बल्दछ, गाउँको धुलो त्यो नै मनमा बल्दछ, पत्र लेख्दा आँसु भिज्छ शब्दहरू, पत्र लेख्दा आँसुले भिज्छ शब्दहरू, आफ्नो मातृभूमि सपना जस्तै हल्दछ, माया रिजाउन नोट गन्छु दिनरात, तर आत्मा त जहाँ जन्मियो त्यही चल्दछ, तर आत्मा त जहाँ जन्मियो त्यही चल्दछ, देशको माटो सुवास अझै बाँकी, परदेशको हावा पनि तीतो हल्दछ, देशको माटो सुवास अझै बाँकी, परदेशको हावा पनि तीतो हल्दछ। हो अवश्य पनि परदेशी जीवन भएर सधैँ आफ्नो गाउँघर आफ्नो परिवारको याद सम्झनामा रात दिन बिताउनु पर्ने बाध्यता हुन्छ। एकदम राम्रो गजल लेखेर हरि खत्रीजीले गुल्मी इस्मा गाउँपालिका 6बाट पठाउनु भएको छ। यो उहाँको पहिलो गजल रहेको छ यो हाम्रो कार्यक्रममा। उहाँलाई धेरै धेरै धन्यवाद, साथै उहाँलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु भन्दै आजको कार्यक्रमको अन्तिम घडीमा आइसकेका छौँ र त्योभन्दा पहिला म के भन्न चाहन्छु भने सम्पूर्ण श्रोताहरूले यो गजलहरू सुनेर तपाईहरूले पनि गजल कविता र कथा मुक्तकहरू लेखेर पठाइदिनुहोला भन्न चाहन्छु भन्दै आजको कार्यक्रमबाट हामी बिदा माग्न चाहन्छौँ र अर्को शनिबारसम्मलाई बिदा दिनुहोला। हस्त नमस्ते, धन्यवाद।